साँच्चीकै त यहाँको सिउरीबाट आउँदैछ त हैन खै कहाँ भाइ वाउ पहाड देखियो पहाड रातो पहाड देखियो रातो बक्की खोला झरेर फर्ल्याङमा जानुपर्छ है आय आहा पहाड वाह भाइ हेर त खतरा खतरा कुनमा जाने कुनमा राख्ने हेर त यो फर्ल्याङको रातो परा जस्तो छ जङ्गलको यात्रा गर्दा हामीहरू नेपालमा मतलब गाउँघरमा हुँदाखेरि पुरा शिवझरी अनि पानीले मोतीमारी या पाखाहरू हामी घुमिन्थ्यौँ त्यस्तै खालको हामी देख्न सक्छौँ पारे घुम्ते ज्यादा जस्ता विभिन्न ठाउँहरू क्षेत्रहरू देखिन्छ तर जानु त एकदम टाढा छ विदेशीहरू आउने जाने क्रम चलिरहेको छ यो भकिम्लो फलेको नि छ अरे अस्ति भाउजूले खाएको अरे भकिम्लो हो खै त यसको अहिले मैले देखेको होइन त्यो फलेको थियो फलेको पनि थियो भकिम्लो ल बेलामा नै हो कि हैन नेपालमा पनि हो पात झर्ने रातो भएर झर्छ नि त भकिम्लो सेम हुँदो रहेछ यसको लागि मौसम चाहिँ हावाले सबै के छ भाइ घर माथि सनराइज देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ पुराना मोडलका घरहरू पुरा छाना तपाईँहरू त्यो खालको देख्न सक्नुहुन्छ वरिपरिका यो जङ्गलहरू घना जङ्गल त्यो बोरामा त शिलादीज पनि छ क्या हो भयो भने पुरा सेवा सुविधा यहाँबाट पैदल पनि रहेछ तलपट्टि जाने त्यही भन्दै थिएँ भाइले भनिहाल्यो पाकेर चाहिँ टिपेर खानुपर्छ है हजुर यो जापान र कोरियाको लडाइँ गर्दाखेरि बनाए जस्तो छ क्या यो कसरी उठायो होला यो किरणले उठाएको त होला नि यो प्याउली होइन र प्याउली एउटाको बोल्ने एउटा नबोल्ने भेरी आउँछ है के हो त्यो कहाँ र भिजिला कहाँ जान्छ
ल ढुङ ढुङ छोतो पाहाडमा आयो है दाइ वाह क्या रमाइलो है यस्तो छ नि यो पाहाडमा धेरै तल नजाऊ है तल नजाऊ यहाँमा त उठ्यो भने त तलै गइन्छ होला जस्तो छ तर रुख बिरुवाहरू छ दाइ ओ हेलो 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 पहाड पहाडमा पनि छ वन जङ्गल रमाइलो रहेछ भाइ राष्ट्रपति भवन पछाडिको यो भवनको पछाडि यो बस्तीहरू त्योभन्दा पहिलाको कन्टेन्टमा पनि देखाइसकेको छु देखाउँदै तर फेरि पनि देखाउँला यो मौसमी पल